मसिकै हाल्छ नि म राख्दिनँ बात गर्दै आएन मलाई गतं गस्ति गतं पापं देह तिष्ठन्ति मामके प्राशनं पञ्चगव्य दहत्याग्निरिवन्दनम् औषधि मिठो रहेछ चोखियो नि त यति बस आचमन गरिहालौँ पहिला जल हेरी यो जल उठाइन्छ त्यसैको आचमन गरिहाल्छ एउटा फुलले देब्रे हातले दाहिना हात राख्ने ल अब हजुर त मन्त्र पढ्नु होला नि त सन्जय गर्दा त थाहा हुन्छ नि त्यस्तै त हुने भयो यो नाचेर सिकाउनु छ के अरे बाबुलाई छोरालाई देब्रे हातबाट दाहिने हात देब्रे हातबाट दाहिने हात बाले भन्न भएको छ सन्जय मन्त्रलाई ल ल ल ल त्यहाँ राखेर सुरु सुरु तिनबाट ओम अच्युताय नमः स्वाहा ओम केशवाय नमः स्वाहा ओम माधवाय नमः स्वाहा ओम गोविन्दाय नमः स्वाहा भनेपछि हात धुने पछाडिपट्टि हात धोइहाल्ने है त पानी चाहियो अर्को यहाँ छैन छैन त्यही पखाल्नु थियो पानी त उठेन अर्को पानी चाहिन्छ त्यसैले त्यसैले हुन्छ अब त्यो त्यसो काम छैन के हो आमा यो चरु आगोमा झ्वाइहाल्ने के अरे हवन के भन्छ भिजाउनु पर्यो अझ त रङ त आमा अक्षता गई तिनटा पनि लियो यो पनि लियो चन्दन कहाँ लगाउँ मलाई के खानु कता लिने गुरु चन्दन थोरै यसो त्यसै भयो नि चन्दन यो बनायो हो ल हजुर आसन भने एक टुक्रा अब एक टुक्रा अर्को राख्ने भने ऊ बाको त्यहाँ त्रिकोण देखाएको छ त्यही त्यही माथि राख्ने त्यही त्रिकोण माथि त्यही 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 हो ल अब फुल अक्षता चन्दन छ होइन राखी यो उठाइहाल्नु रेट तर मात्र बिस्तारै उठाउनु पर्छ त्यही राख्नु त्यो बिचमा राख्नु बिचमा 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 यहाँ बिचमा राख्ने सबै राख्नु त्यही राख्नु अब त्यहाँ माथि राखेपछि बल्ल शुद्ध भयो त्यो ल बल्ल शुद्ध भयो अब मन्त्रणा सबला सन्तु पूर्ण सन्तु मनोरथ सतुणाः बुद्धिनाशस्तु मित्रणाः मुदयेस्तव बालाले एकछिन पाउनु लागिन्छ है बा पानी त्यही बुझाउने ओ महापवित्रेभ्यो वैष्णवयत्कामुः चिन्याय पवित्रेः सूर्यरश्मिः पवित्रेण सन्नदेवी रविष्टमी आफू भवन्तु पितेति सविरसी सर्वन्तु चन्दन राख्न पर्यो त्यहीँ राख्ने कि गन्धद्वारा दुरष्टाः निष्ठपुट गरिसमी श्री शब्दानाहं ताइमे ब्रह्मे श्रीहं जौ राख्नु भयो देवसी पितृशब्दमसिहि तिलसिहि सौरायतो गोसबो देवनिर्मितम यसो हातले चलाइदिने ल अब पवित्र लगाइहाल्ने पवित्र लगाउने त्यहाँ छ पवित्र हो हिउँ त कहाँ नाच्न दिने बाजेले खान्छ र नातिले नि गरे नि खाना लगाइदियो होइन अब पहिला दिनु भएको हुन्छ पिरो खर्च कति लाग्नु पऱ्यो तपाईँ गरिदिनु भएको भयो नि पिरोपट्टि
चौपट्टिको जाली मोटो भएर निकाल्नु त्यहाँ सासी पनि चाहिन्छ पुग्न पर्यो अनि त्यही धुना पार्न पर्यो त्यही धुना पछि हट्नुहोस् त्यही धुना ल म यहाँ मन्त्र पढ्छु म तपाईँ त्यहाँ त्यही धुना पार्नुहोस् ओम हरि सूर्य सहस्र शान्ति जोरासे जगतपति अनुकम्पाय वक्ताय गणगा दिवाकर भगवान् नारायण उदाउँदामा ब्रह्म रूपमा महेश्वर अस्ताउँदामा श्री विष्णु नै दिवाकर श्री सूर्य जगतभरि घुमी घुमी सबको विचार गरिदिने सारा रोग हरण हाम्रै होकर रोकिदिने भयो त्यही राखेको छ त्यही हो अब बुवा यसरी हेर्नु सक्नुहुन्न यसरी हेर्नु बाजे आँखा आउँदैन है यसो गरेर नभए यति गरिदिनुहोस् यति गरेपछि त भइहाल्यो ल भयो ल भयो अब दियोको पूजा गर्नु पर्यो बुवा आफूले पनि बुझाले नलाउनु यो दियो दियो कुन चाहिँ हो कृष्ण हो अग्नि दिवाय वैष्णवराय उपराय वैष्णवराय सहसाय दिवासरि नकनु आवे निधानको पूजा देव बन्दको स्वागतम श्रीमाले ओ मोह सहस्र कोटि बधाई नमः फल राख्ने पछि राख्दिने फल सकियो केटा पछि राख्दिने के त माहौल फुला भाइ हात जोड्नु पर्यो योको प्रार्थना गर्नु पर्यो ओम नमो तुल्यं सहस्रमूर्तये सहस्रपादः जयसिरावे सहस्रनाम्ने गुरुभ्याः सहस्रकोटि गुरुरायणे नमः कमलनाभाय कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्दः वासुदेव नमस्ते वासना वासितं वरुणत्रयं सर्वतो निवासस्य हि वासुदेव नमस्ते दीपज्योति परब्रह्मः दीपज्योति जनार्दन दिवाहरं तुमे पापः दीपज्योति नमस्ते सोमः दुकल्याणमानो ओम भू राशि भूमि राशि दिवि राशि भुवनेश्वर रातिः पृथिव्याय धान्यमसिः दिनुहि गुणाय त्वा ज्ञानाय त्वाः दीर्घा मनु प्रसिद्ध धनदेवो सवितः धानको टपरी सुनि धनदेवो सवितः सरस्वती नर्मदे कागविरिः जलसिनी सनदे कुरु सबै तीर्थराएर बस्नु भनेर कलशमा हालिने कलशमा हालिने त बेसा ल्याउनुहोस् कर बेसा ल्याउनुहोस् अब तपाईँले के गर्नुहोस् भने बुवा म हजुरलाई सिकाउँछु यहाँ पहिला जल्दा खानु हेरेँ अगाडि ट्याक्क मिलाएर तपाईँलाई सजिलो हुने गरी त्यो अर्कालाई अलि अगाडि बढाइदिनुहोस् केही फरक पर्दैन होइन त्यो अर्काको तपाईँलाई भन्नु खोजेँ त्यो ल भइहाल्यो त्यो दिवस भइहाल्छ ल अब त्यहाँ राख्नु दुनु भैँमा राख्नु त्यहाँ दुनु राख्नु त्यही हो जल भनेपछि त्यही हो त्यही हो तपाईँलाई खानु मन लाग्यो हात धुनु मन लाग्यो हारकै हो त्यहाँ युज गर्ने भनेको जग्गा युज गर्ने त्यहाँनिर हो बरु एउटा कुरो यहाँ केही देखेन भनेर भने मैले कपुर हेरेको छैन कपुर हेर्न पर्ने यो झिलिमिली गाना राख्ने यो राखेको पनि छैन किन हो यो खोइ धोती धोती दुइटा हैन चाहिएको अहिले आएको चाहिँ लगाउनु न नि गणेशलाई हो बेला आउँदैछ आइपिएस होइन खै गणेश पूजा आएर मलाई पनि चाहियो एउटा खै गणेश पूजा आएर धोती चाहियो
तौलिया त झाकियो अङ्कल धोती आएन फेरि धोती चाहियो धोती आएन आए ए बस्नु यार बस्नु हुन्छ हुन्छ ल ल्याइदिनु यहाँ बसिहाल्नु सपुतकरी समी ईश्वरी सवतारहम ताइमे प्रमे श्रीयम काण्डा काण्डा दुबो छोइदिन त्यहाँ दुबो छोइदिन त्यहाँ दुबै गरे हैन त्यहाँ काण्डा 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 पुरन्ति दुर्गमा पुरम समर्पयामि यसरी पूजा गर्नु है यहाँ म सिकाइदिन्छु बरु पञ्चबल सप्तमीका सात ठामको माटो हेरी होइ ओ मान्छे जिराय पञ्चबल वस्त्र वस्त्र छैन गजा गजा छैन भने भाइ यहाँ छोइदिनु सबै उता छोड्नु ओम वृषभे ह्रीं सुगाय वेदिताः वयोः वृद्धः वैष्णवाय त्वाः आत्मन पाठ सुन्नु पर्यो फेरि आत्मको पाठ आत्म त पाठै छैन खैले दिएको ओम हम्दी हम्दी के बानी Right to now. That's our people, good people, they are good. कम्बल कम्बिल बासिनी पञ्चामृत छैन पञ्चामृत ओम पञ्चनन्द सरस्वती मपि यान्ति सरस्वतम पञ्चराः पञ्च पुष्पनानि त्यही पऱ्यो अक्षता राखिदिनुहोस् अक्षता प्रजापति न त्वदेवाः विश्वरूपणि प्रदान बब्रुणामः कामोह तिनायः फुल राख्नु पर्यो फुल सबैमा पुनि गरी सबै कलशमा पुनि गरी एउटा सानसानो फुलासँग राख्नु पर्यो त्यहाँ अब ओम सिन्धुपति लक्ष्मीपति हौरात्रि पाश्रमेहि नक्षत्राणि कालं सबले त्यहाँ उसमा राख्ने हो नि त्यहाँ राख्ने हो केही केही गरिदिनु भएन जसरी चढाउनु पर्ने प्रक्रिया छ केही भएन ल हेरी यहाँ अब जनै सुकाइ राखिहालौँ पहिला जनै सुकाइ राखिहालौँ त अगाडि राखेर पूजा गरिहालौँ जनै सुकाइ राखेर पूजा गरिहालौँ जन एउटा हाल्नु पर्यो गुरु कसरी हो त्यहाँ अब बनाएकै यसरी बनाइदिएँ काम गरेपछि पूजा गर्नु सुपारी खै सुपारी राख्ने कुरा त राख्ने सबैले पूजा गरेर पाठ राखेर पूजा गर्नु एउटा दुनु राखेर दुना पूजा गर्ने त्यही माथि राख्नु नि त्यही माथि राख्नुहोस् हो अब त्यही दुना पूजा गर्ने हो एउटा फल राख्नु दक्षिणा राख्ने सबै चिजहरू राख्ने छ अब ओम पूर्णधर्मी परापदम सुवर्णः पुनरापदम वस्नेः विक्रीडाय जयतः प्रथमोत्पादः समन्रुः सर्वे जलदाः नद्यः आयन्तु यजमानः दुरितछायकारकः अयेडमानोः देव गोकुमानोः हरेः साङ्गः सपरिवाराः सायुधाय सशक्ताय सताय पूर्व स्वाहा अस्मिन् कलशे वरुण साङ्ग सपरिवारः सयुधाय आवायामि धामितो पूजायामि सर्वे समुदाः राखिदिनु फुलक्षेता चाहिँ नि लिएर हात जोड्ने कलशको प्रार्थना गर्ने ओम अर्जुनी गोमती चैव चन्द्रभागा सरस्वती कावेरी कृष्णा चह गङ्गा चैव महानदी तापी गोदावरी चैव महेन्द्री तनौ नर्मदा तथा नद्यः विविधा जातः नद्यः सर्व तथा प्राम पृथिव्यानि कलस्थानि तानि भय अत्र गायत्री सावित्री शान्ति पुष्टि गरी तथा आयन्तु हुम शान्ता दुरित सरकारकं देवदानव सम्मादे मध्यमाने महोदर उत्पन्नोषि तथा गोम विद्युनो विष्णुशयं तत्त्वे सर्वतीर्थानि त्वयि स्थिताहं त्वयि तिष्ठन्ति शिव स्वयं त्वमेवासि विष्णु स्वयं प्रजापतिः आदित्य वसुरुद्र विश्वदेवा सर्वतीर्थाहं त्वयि तिष्ठन्ति वेदकामः फलप्रदां तत्कुर्वन्ति सन्निधि कुरुदेवेषु प्रसन्नो भव सर्वदा नमो नमस्ते स्वर्गमय सुशीतराः सुमङ्गलाः शुभाजताः जतासनाः जलादिनाथाय नमो नमस्ते त्यही राख्ने हेलो अब अब आउनुहुन्छ होला कतिखेर दिन पठाउनु चाहिँ एकछिनपछि होइन अब त्यहाँ नम्बर लेखाइदिनु अस्ति अब मलाई फोन गर्नु जाने एकछिनपछि अब त्यत्रो बस अब
पवित्र पवित्र खोल्नै पर्छ ए बाबु त्यहाँ राख्छ ल त मेरो ल्याउनु हजुर हाल्नु हजुर ल हेर यहाँ हेरौँ पहिला यहाँ सिकाइदिएपछि ढुक्क हुन्छ हामीलाई पनि यो त अर्को पो तयार हुन्छ अर्को हो अर्को नि हो नि कहाँ के दिने यो त यसको यो होइन नि हेर दिनु हो जनाइको बेला गुरु हो त्यो हो नि कलश पूजा अरे हो क्या त्यो ल हेर्नुहोस् है यहाँ ल यहाँ हेरौँ कान चाउलै छैन अब जसले राख्दा राखेर थोरै चाहिँ ठिकै छ कि राखेर हजुर हजुर त्यो जसले नहोला जलेकै हो हेलो घरमा म बाबु हो कि चिन्नुभयो म बाबु हो चिन्नुभयो बाबु हो कि म चिन्नुभयो दाई दाई भन्नुभएको थियो त कान्छो दाई यहाँ पूजा पूजा गर्दै हुनुहुन्थ्यो कि हजुर राति 4 बजे भन्दै हुनुहुन्थ्यो म नि सुतिरहेको थिएँ ल म पठाउँछु अहिले हुन्छ हुन्छ दिन्छ हामीले तपाईँलाई के खोज्यो हामीले हो नि त पितृको अरू पाइन्छ अरू सबै पाइन्छ हो कि नि तर पितृको त पाइएन यता तुलसी मोठ हुआ कसो कपडा हो यो मेरो किन बनाउने दादाको बिहे कस्तो भइरहेको दादाको बिहे सबै गिफ्ट मिलाएर बालतिर काम गर्छ तपाईँ ए रुटे बसेर जानु सकेको एउटा कुसा कुसाटो राख्न आसन भनेर यो कहाँ ऊ अनि ठाउँ छ भित्रै हो त नि पञ्चायतले नि भित्रै हो पाद्यम जल चढाइदिने जल यही हो ओम गौरी प्रिय नम शून्य शङ्कर प्रिय सर्वदा भक्त पाद्य मया गतः गृहं व्रत अर्घ चढाइदिने व्रत मुक्ति देवे संकन्द पुषयुक्तं गृणार्घः मया दत्तः सर्वसिद्धि प्रदो भव अर्घं समर्पयामि गुरुवस्वः गणाधिपतये नमः फेरि जल चढाइदिने असन गणारि ओम गणानान्त गणपति गुम हवामहे प्रियनान्त प्रियपति गुम हवामहे निधिनान्त निधिपति गुम हवामहे वसुम महावदि खै त मामालाई ह्याप्पी म्यारिड लाइफ भनेको शुभ विवाह भनेको खै त बस अब नैवेद्यहरू के छ आभूषण फेरि भन त छिटो हान्जी सबै कुरा त्यहाँ चढाइदिनु भन्दैन हौ दक्षिणा भन्छ दक्षिणा फल ए भन्छ दक्षिणा फल त्यहाँ रोटी आमालाई विवाहको शुभकामना भनौँ मेन त त्यो हो खै भनेको क्यामेरामा यता हेरेर ल
हुन्छ ल भान्जीले भन्छ ठिक ठिक राख्नु खै शुभ विवाह ओके ल खै भान्जाको पालो ल शुभ विवाह यता हेरेर छोरी हजुरबा नाति विवाहको सानो दियो चाहियो दुईटा ब्राह्मण चाहियो दुईटा यही हुन्छ नि त यहाँ छेउमा ल दादा अम्ताई ल बधाई छ खतरा देखिएछ त आज त के हो यस्तो अनमोल केसी फ्लप केसी फ्लप खायो खै दादालाई बधाई दिनु बरु ठिक छ ल हेर दुलाको बहिनी कान्छी यति यति भएपछि भीम साबुनको एड गरिस् क्या मेरो फेभरेट सबै जावा व्रत अन्तर्गत गङ्गादेव उत्तरी कोणे नारायणी समिति देवगार नाम हरिहरवन क्षेत्र हो चेतन जिल्ला भ्रगुरुवा नगरपालिका 14दशम पुण्यभूम षठी संवत्सराय पञ्चदशम पुण्यभूमौ भगवानपुर पुण्यभूमौ षठी संवत्सराय श्री सूर्य दक्षिणायने चन्द्रमसी वृखराशि देवगुरु धैसाय काइकवादिकः मान संसार वेद सन्निर्गाय होमदेह जलकौशि गोत्रस्य अस्मातः नाम के भनेको थियो नारायण प्रसाद नामहरूले रहेछ नारायण नारायण नाम शरण मात्रै भन्ने नि नारायण नाम शरण नवग्रह पूजादेखि करुणका निमित्ताय ग्रह शान्ति करुणका निमित्ताय इतः ग्रह पूजन अहम करिष्यते एउटा दुनामा दही राखेर मोल्ने त्यस्तो गजराले हुँदैन नभए त्यहाँ एउटा राख्ने गुन्डा राखिदिए सबै ती कोठा छन् त्यहाँ कोठा छन् सुगा राख्न जानु
लेख्न देउला भन्नु भाइ त्यही त बाबा बाँडेर खाऊँ भन्थे ग्रहहरू हुन्थ्यो त यी त कहाँ केटाहरू भन्नु भएर यिनीहरूले त यिनीलाई शान्ति बनाएर गएपछि आनन्द हुन्छ उहाँ के केटाहरूको कता डबल पर्यो नभए जाने निकाल्न पाइन्छ निकाल्न पाइन्छ डबल काएर त्यसो गर्नु पलास रुबो यो सबै मिलाएर यो गरेर झिकेर यो बाबुले आउनु गर्ने फेरि यहाँ एउटा दुनु खै त्यो अलिकति एउटा मुठो त्यति दिने मैले ग्रहको समिला हवन गरेँ भनेपछि हेरेँ यसरी मैले के भन्छु यहाँ आँक आउँछ खोलेर आँक हुन्छ पलास हुन्छ खयर हुन्छ त्यहाँ लेखेरै छ ओ गणपति रबेर भन्छ यसलाई स्वामी यो निकाल्नु न यो डोरी सर्वेभ्याय ओम सोमाय नमः स्वाहा इदं सोमाय नमः अग्निमृदः दधि कपूरपतिः सर्वेभ्याय खय निन्वर ओम भौमाय नमः स्वाहा इदं भौमाय नमः स्वाहा यसरी साइड राखिदिन्छु भौमाय नमः स्वाहा ओम श्रीपते लक्ष्मीपते अवरात्रि पाठेन कराहि गानहं सर्वलोके ममे खाणं सर्वलोके ममे खाणं सर्वलोके ममे खाणं प्रसे पात्रवे त्या चार फेरि उठ्या तो प्रसे पात्रवे 80 वर्ष बुढाको भएन नि काम त छिटो गर्नुपर्छ ओम महाविष्णुवे ओम महाब्रह्म ओम ब्राह्मणे नमः इदं ब्राह्मणेभ्यो नमः स्वाहा इदं ब्राह्मणेभ्यो नमः स्वाहा ओम यमाय स्वाहा मकाय स्वाहा ओम गंगसे सर्वेभ्याय देवराले स्वाहा इदं देवराले स्वाहा देवराले स्वाहा ओम जय वासुदेवताभ्यो नमः स्वाहा नमः स्वाहा ओम भूमिदेवताभ्यो स्वाहा नमः स्वाहा ओम नमः संभवाय तमय शिव शंकराय महेश्वराय शिवतराय च शिवाय च गौरीदेवताभ्यो नमः स्वाहा गौरीदेवताभ्यो नमः स्वाहा इदं गौरीदेवताभ्यो नमः स्वाहा ओम क्षेत्रः योगिः क्षेत्रस्याय ओम राजकामः धात्रे नमः स्वाहा ओम तुभ्यो नमः स्वाहा ओम तुभ्यराजाय नमः स्वाहा एकछिन अहिले पर्खन त्यो टिका लगाइसकेपछि कि त्यहाँ टिका लगाएको नवदुर्गा भगवतीले जय कल्याण गरौँ गर्न लाग्यो आफ्नो चाहिँ पढाइमा नि सुख समृद्धि होस् पढाइमा नि राम्रो होस्
नौ दुर्गाले सधैँ जय कल्याण गरोस् आँटेका कुराहरू पुगोस् सोचेका कुराहरू पुगोस् जाउँ त्यो धन्य होस् बाबु तिमीले चिता कुराहरू पुगोस् अरूभन्दा समृद्धि होस् नौ दुर्गाले जय कल्याण तर म ल्याइदिन्छु अहिले है अहिले हिन मधु बलि राजा दानवेन्द्र महाबल हिन ब्रति भक्तामी रक्ष महाचल महाचल रक्षा सूत्रले रक्षा गरून् रोग नलागोस् सुख समृद्धि होस् आँटेका कुराहरू पुगोस् चिता कुराहरू पुगोस् धन धान्य होस् हिन मधु बलि राजा दानवेन्द्र महाबल भक्तामी रक्ष महाचल महाचल रक्षा सूत्रले रक्षा गरून् सुख समृद्धि होस् आँटेका कुराहरू पुगोस् धन धान्य होस् ल ल म एकजना आमा लान्छु अनि म बाबुलाई होइन देवी एउटा के भने टिको लाउने मन्त्र चाहिँ पढ्न मन्त्र त्यति फरक राजा दान इन्द्र महाबल महाचल महाचल रक्षा गरौँ रोगहरू लागोस् सुख समृद्धि होस् म चाहिँ धुलो बोकेर भागिहालेँ है त अब किनभने मलाई एकदम हतार छ अब कथा सुन्न मन लागेदेखि जीवन चोका आउने हो प्रवचन सुन्न मन लाग्यो ल नारायण ल आउनुहोस् अङ्कलहरू हुनुहुन्छ होइन बानी जति बानी आजको त उहाँले फेरि अब भान्ने काम त होइन गाग्री के अरे जाइङ एन्ड सुटिङ ल पहिला जान्थ्यो आन्टीहरू गाना कपडा आयो त्यहाँको चाहिँ स्टोलको लोटोले स्टोलमा ल ल अघि लागौँ ल ल आउनु त को को आउने हो लाइनलाई छिटो दादा
दानी सुपारीको पूजा गरेर त दुला हाल्ने ओम मङ्गलम भगवान् दानी हाल्ने दिएको हो त्यस्तै हो हे पूजा गर्ने दानी सुपारी पैसामा हरि ओम मङ्गलम भगवान् विष्णु मङ्गलम ध्वज मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनु हरि तदेव लग्नं सुविधं तदेव तारा बलं चन्द्र बलं तदेव विद्या बलं दैव बलं तदेव लक्ष्मी पते श्री स्मरामि स्वस्ति धूपम आरपयामि अचलवन्दनाय नमो नमः लियो त्यता कति छ कपडा केमा भाँदैन बाबुल नचला न गुलाबलाई एकैचोटि तानेर मस्कुन अझै कस्नु बलियो त्यही अब गुलान गर्नु पर्यो दुलालाई शरीर शुद्ध गर्नु पर्यो नि त यसमा कोही नारायण नमस्कृत्य नरं चैव नरोत्तमं गाई नारायण देवं पवित्रं अब खै जाँदै 500 रुपियाँ राखिदिनु बिहाको गोदाम पनि अब यहाँ घरिघरि गर्ने कुरा हुँदैन अब अहिले पसिना तसिना आफ्नो हिसाबमा हेर्नु यो गोदाम कहिले शरीर शुद्ध गर्न पिँढा जाने एउटा हुने यो ढङ्ग गाईको पुच्छा भनेर त्यहाँ त्यहाँ पैसा मेसो चाहनु ओम नमः गुभ्य
है नमो ब्रह्मणे देवाय नमो ब्रह्मणे कृष्णाय गोविन्दाय नमो नमः पुष्प फुल लगाइदिनुहोस् खै तपाईँको यो औँठी अलि तल परेन त्यहाँदेखि तलै झार्नुहोस् त त्यो आज औँठी कटाउनु मिलेन भन्ने कुरा हो होइन कटन नै यत्न यस्तो गएपछि अब एउटा फुल हातमा लिनुहोस् ल हातमा फुल लिनुहोस् ल पिलानी पानी ल्याएर गाईको पुच्छ ट्याक्कै समाउनु गाईको पुच्छ समाउनियो त्यही पुच्छ समाउनु हरि ओम तत्सत हरि ओम आशौज पद्मासे आशौज शुक्ल पक्षे आजौदयाम बुधवासरे श्री सूर्य कन्यास्थिति चन्द्रमसी मेषरास्थिति देवगुरु अन्यसु ग्रहेषु तथा तानिषु तत्सु ग्रहगण वशिलाय शुभन विधौ आद्य भन्नलाई मम सपत्नी दुलाईको नाम के हो सरिता सरिता राशिको नाम त्यही हो चिनाको नक्षत्रको होइन पवित्र पौडाउने हो पौडाउने पवित्र नयाँ दक्षिणा विवाह कर्मणि निमित्तः ब्राह्मणाय सुभुजिताय तुभ्यहं सम्प्रददामहे हातमा फुल माला ल यसो चन्द्रस्थ पुष्प लिएर गाईको प्रार्थना हाल्ने दुला दुलाले जो यादस्मी सर्वदेवानां याचलक्ष्मी प्रतिष्ठितां धेनुरूपेण सा देवी महापापं गतवतु गोभ्यै एउटा पैसा चाहियो गाने पैसा यसो दिलाइदिनु अर्थम तत्पादुमेतमथासत्यं काशीपुत्राय रामशासनले ब्राह्मणाय गुणानदानपुष्पान्त्वैनसुभ्यहं सम्प्रददामहे त्यो पैसा दिनुहोस् ल गाईले शुभाङ गाएको नौचारी भने यसो दोहोऱ्याउँदै हात लाग्नुपर्छ ओम पोदा तस्मदा कामोदाका कामै प्रतिक्रियातां पोदा तस्मदा कामोदाका कामै प्रतिक्रियातां कामै तप्तिभू शान्ति भवन्तु शान्ति भवन्तु मङ्गलं भगवान् विष्णु मङ्गलं मङ्गलाय तनहरि यो अब यसो हामीले तपाईँको पूजा गर्दै हौँ यसो बत्तीलाई चन्द्रमा सबैले राख्नु अब बत्ती बोलिराख्ने थिएँ हरि ओम आभा अक्षता पूजा चन्दनेर हरि ओम आभा भय महादीपम सर्वविघ्न विनाशनम
अर्चयमादिकं प्रसीद परमेश्वरः ज्वालमुखितो घटं ज्वालमन्दजनार्दनं ज्वालशेषमृदो कर्मसाक्षी दीपनारायणाय नमो नमः सुबत्ति गत्ता त्यति चलाने त्यति जलाएको हो त्यति हो त्यति कर्मसाक्षी दीपनारायण नमः अष्टफलले पूजा गर्छ पृष्ठो देवी पृष्ठो अग्नि पृथिव्या वैश्वानर सहस्रम पृष्ठो अग्नि शनि शास्त्रोदश्चगोलो पृष्ठो अग्नि पृष्ठो जलश्चो कर्मसाक्षी दीपनारायण नमः फूलस्थलेर सुबत्तिको प्रार्थना ओम नमस्ते कमलानाभाय नमस्ते जलशायिनी केशवान्दवासुदेव नमस्तुते शुभम भवतु कल्याणम आरोग्यम सुख संपद सर्वशत्रुविनाशाय दीपज्योति नमस्तुते कर्मसाक्षी दीपनारायणाय नमो नमः हरि ओम भूरसी यसो अगाडि ट्याक्क अगाडि यसो भइ सुन्नुहोस् त दुलागुलाले हो भूरसी भूमिरसी रुद्रसी विश्वाधाय विश्वेश भुवनेश धरती तत्रगुमादिमसी धान्यमसी धनुदेवा अलि हातै स्मरण छ ओम धान्यमसी धनुदेवा प्रणयता तनयता कृष्णाम वैवसी आदिर कलशपा देवगुरु कलशे प्रणय यसो चन्द्रको पनि राज्यहरू कलश स्थापना यस्तो छ त्यहीँबाट सूक्ष्म हुन्छ हरि ओम देवदान कुसुमादि अन्यमाने आलो वस्तुलगा कुमोग्रमास्यम प्रस्थानि त्वयिपण परिग्दा शिव सदैवासी प्रजापति ओम कलशे प्रणय नमो नमः त्यहीँबाट सूक्ष्म कलश हरि ओम अष्टफलले पूजा गर्नुपर्छ कलशखण्ड ओम कलशखण्ड प्रदेशे ओम गणपत्यादि पाञ्चदेवताभ्यो नमः गणपत्यादि पाञ्चदेवताभ्यो नमः सूर्यादि नवग्रहेभ्यो नमः इन्द्रादि दहरिकार्यो नमः ध्रुवाय वसुभ्यो नमः धाताय सरस्वतीभ्यो नमः वीरवत्याय गालसुभ्यो नमः गौर्यादि भूषणात्मभ्यो नमः अगाधीश्वरभ्यो नमः गोठदेवता वासुदेवता भूमिदेवता गायत्री सावित्री सरस्वती महाकाली महालक्ष्मी महासरस्वती ओम सर्वेभ्यो देवेभ्यो नमो नमः ओम देवदानवादि मध्यमानि महादो उत्पन्नतु तदा कुम्भविनाशयं त्वये चतुर्नानि परिपूर्ण करेला शिवस्तमे वासी प्रजापति ओम कलशी प्रणय नमो नमः चलाइन्छ कलशमा अब फूलस्थलेर दुर्गा भगवतीको आराधना नमस्कार गर्नुहोस् है ओम प्रथमम ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री शाश्वता नमस्तुते जय तुम जय चारमंडे जय बुधतिहारिणी दुर्गा भगवती ओम हरि ओम आप अस्मा परशुराम दुर्गा पत्नी पर्वत है आप अस्मा परशुराम गदेवी ओम श्री महाकाली माँ लक्ष्मी माँ सरस्वती नमः धन्यवाद त्यस्तै हो काटेका बत्ती छन् बत्ती यहाँ छ हरि ओम ब्राह्मणो शङ्गमाशीर्वा गुरुले नि दुर्गा भगवती देवी नमो नमः यसकै हुन्छ ओम दिवम दर्शन नानीले दुलाली बालक जति भयो चन्द्रमा मनसो जात तक्षो सूर्योदयतः
खाऊ नहीं पर्दैन यसो त्यहाँ देखाउने ओम चन्द्रमा मनस्व यसो घुमेर यस्तै भगवान्लाई देखाइसकेपछि यस्तै ओम दीपम दर्शयामि ओम श्री ठिक छ त्यही ठिक छ भगवान्लाई देखाइदियो राख्दाखेरि कान्छी फल्दैन कान्छी फल्दैन मोमबत्ती उहाँ बलिरहेको त्यो गणेश भगवान्लाई राख्नु कति यहीँ साथ गरेर लाउने के भयो Congratulations. World Cup 2022. हुन्छ जानुपर्छ त शिव मन्दिरमा जानुपर्छ र 3 घुमा शरणागति नाम सर्वशक्ति देवी नारायणी नमस्ते शरणागति नाम सर्वशक्ति देवी नारायणी नमस्ते पदुवाई नानी खै त बुवाको बुवा आफ्नो यहाँ जानु बारे घरमा पनि पुगेन पुगेन लुम्बिनी जाने हो घुम्दै जाने हो भोलि पुगेन साडू भाइ आयु द्रोण सुते श्रीमान दशरथे आयु द्रोण सुते श्रीम दशरथे शत्रु समारागे ऐश्वर्ये नवति गतिष्ठते याति विवाहे आयु द्रोण सुते श्रीम दशरथे शबरी संतनारे परमहरमारे सत्यम चकुंडी सुते विद्यानि भगवतां कृष्ण नारायणे दुर्गा भगवतीले रक्षा गर्नु होला अब चाहिँ तीन ज्योति लगाइदियो अहिले 7 भने सबै गरौँ दुला सिरमा लगाइदिनु दुला नमस्कार साढे
ओम कादनु कशको वस कादनु कशको वग कशदेव विराजस्य किन्नमं कशको वग धर्मदूत दुल्यो धेनु कन्या वस कथै वस कन्या बाद विराजस्य किन्नमं कशको वग दुलाको आउँथ्यो डाइनी हातको बुढी आउँथ्यो पुरुषको चाहिँ श्रीमान कुमात्री गोडाको जलखाना मिल्छ श्रीमतीले महिलाले अरूको औँठाको जल खानु ओम पानी गर्नु पुष्पाक्ष समर्पयामि कादेनु कसको वस्त्र कादेनु कसको टीका लगाएको नि ज्वाला पहिले ज्वाला लगाएर त्यही हालेर आयु गुणसुते श्रीयं दशरथे शत्रुघ्नराघवे ऐश्वर्ये नौरे गतिष्ठपवने मानन्द दुर्योधने शौरे संकलापे बलं भरतरे सत्यं जकुन्ते सुते कीर्त्यने पितृशवतां कृतिष्ठ नारायणे जय मंगला काली भद्रकाली कपालिनी दुर्गा शिवा धात्री स्वाहा नमस्ते बोलाएर हो त्यो ज्वाइँलाई नमस्कार गर बहिनीलाई आज बिहा गर्दैन मैले बहिनीपछि बहिनी दिँदा नमस्कार गरे पनि बिहा गर्दैन ज्वाइँको नमस्कार गर त्यही हो हाम्रो संस्कारमा दक्षिणा दियो दुलाइको हुन्छ त्यो रकम त्यो पनि ढाकियो गयो चाहिँ बुढा धोइयो टिका लगाइदियो अब अचार बन्न पर्यो के टमाटर जल हातमा लिने त्यहाँको भैना झर्दिने ओम जरी चम मधु हल घुम फेर पिछम परिवार भनेको ओम कही सल गच्छेति प्रजापति ऋषि वासु देवता पशु देवता कृष्ण छन्द वस्त्र प्रधाने विनियोगा ल चल जोड पते लगाइदिनुस् ओम जरा गच्छन पति भतु वासु बाबा माथिको
सिन्दुर भइसक्यो तरिका छिटेछौँ अब क्युआर साइडमा राख्ने ल पण्डित बानी निस्केर हिँड्सक्नु भयो यता रेडी ट्राई गरौँ सास पुगेन भने बेइज्जत हुन्छ फेरि सास पुगेन भने बेइज्जत हुन्छ कि अलि जानु झोला बोकेर जानुभयो पुरेत भए एकछिन म बताउँछु अब त त्यो दुलाले खाने दुलाले खानु पर्यो पहिले दुलाले खाने सुरुवाला दुलाले खाने हो फोहोर बनाऊ अब सामान पन्ध्र
रहेछ त्यो लगाइदिनु अहिले त्यो किन त्यसमा राखेको के भयो सिन्दुरको कट्टा हात लगाइदिनुहोस् है अब गणेशको यसरी गणेश आएन अग्नि अब अग्निलाई भने यसो भैँमा चढाइदिनुहोस् अग्नि अब हवन गरे गयो अग्नि हुन्छ अग्नि भूमिमा भूमिमा चढाइदिनुहोस् भूमि देवतालाई आकाश यसो माथि आकाशबाट यसो माथि चढाइदिनुहोस् ओम यदेवा देव हेरदन्देवा शीघ्रमागमनमा तस्मात् तेन सो विश्वान् मन्त्र दगु आशा कोसो थोरै कोसो होइन त्यो चढ्ने हैन भयो छोड्दिए हैन त्यसपछि ट्याक्न पैसा दिनु त्यसै अब यहीँबाट ठ्याक्क यहाँबाट ट्याक्क रेखा पार्ने माथि लगेको र त्यतिकै गणेशमा पार्ने अलिअलि रेखा पार्दै लगेर लागि ट्याक्कै सिउँदोमा लगाइदिनु होला है ओम सुमङ्गली लगाउनुहोस् अलिअलि गाल्नुहोस् अलिअलि गाल्नु केही सिउँदोमा ट्याक्कै लागि सिउँदोमा लगाइदिने ओम सुमङ्गली मन्त्रस्य सुमङ्गलिना पूर्वरिवामा समेत पश्चिम सौभाग्य अस्मिन् दत्तके तीनजोडीसम्म इति मन्त्र त्रिवारं त्रिवारं श्रीमन्त्रले स्वसिद्धमध्ये सिन्दूर विभूषितं तथा वशिष्ठ सिन्दूर सहितं पात्रे तस्य दद्यात् सिंधु सुमंगलिय पूर्वरिवामा समेत पश्यत सौभाग्य यशोदता यथार्थं विवर्तेन सिन्दूरं निशिकं ललाटे वर्तनं कुर्यात् भयो ल पस्ते स्यारा अब यताबाट पठाउँदै लानुहोस् ट्याक्क त्यो ल पठाउँदै त्यसो नपसोस् नि बाहिर कपडामा आएको ट्याक्क पठाउनु यताबाट यो हो यता यस्तो पठाउनु पठाउँदै लानु पठाउँदै लानु हो उचाल्नुहोस् उचाल्नु नानीलाई उचाल्नु के उचाल्नु के अरे चलो 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 आसमा बस्नु अब यो दुई रकम
जुरो कौन रकम हो दुलाले दिदी खुशी गराएर दुलाले दुलाले पैसा गर्ने नाका मनाले हैन त्यहाँ हामी पर्दैन हातेको देख्यो नि खुसी हुन पर्यो दुलाई यानी कानी जपा पानी भगवान का सदा बाटो कानी बिना सिंधु प्रदक्षिणाम पदे पदे यानी कानी जपा भाइ कानी कानी प्रदक्षिणा पदे पदे यसो पुत्राले ढोकर हामी आजदेखि विवाह बन्धनमा हामी राख्दिन हाम्रो दाम्पत्य जीवन सदा सदा सुखमय बितोस् भगवान हामीले आज दुर्गा भगवतीको देवीको मन्दिरमा आएर हामीले चाहिँ विवाह लगन काट्नु बाँध्यौँ हाम्रो दाम्पत्य जीवन सदा सर्वदा सुखीमय बितोस् भगवान भनेर यसो ढोक गर्नु पर्यो यसो स्थिर राख्नु त्यहाँ राख्नुहुन्छ कि अगाडि 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 ओम मन्त्रार्थ कपला मनोरथा स्वस्नाम सन्तोष ब्राह्मणलाई चाहिँ आज त भात त फेरि आफूले आफ्नै हातले खानु हुँदैन नि तपाईँले उहाँलेको हातले मात्र खाने हो तपाईँले उहाँको हातले मात्र खाने हो आफ्नो हातले भात खान पाइँदैन नि आज त बुझ्नुभयो आज भात खान पाइँदैन तपाईँहरूले आफ्नो हातको तपाईँले उहाँलाई मात्रै खुवाउने हो आफ्नो हातले खाने तपाईँ भित्र जानु भित्र गएर बस्नु सबै त्यहाँ मोबाइल चल्छ नि गाडी घुम्ने गाडी घुम भाइ गाडी घुम पहिला ल झोला ग्याङ म्याथिस भन ल सिट सिटमा राख्दियो भाइ सिट बाटो भरि रोएको सुन्नुपर्छ। तपाईँको च्यानलको नाम के हो? मेरो म तिमीलाई पठाउँदै पिआर पौडेल भन्नु। पिआर पौडेल? पिआर
दादा गाह्रो छ यार, गाह्रो छ यार। मन दुख्छ नि त क्यान्टी। बुझिनँ, मन त दुखाउनु भएन नि त। कस्तो गर्ने त नि फकाउनु पऱ्यो नि त यार। तपाईँ दुला भएर यार अब यहाँसम्म तपाईँ कहाँ भएको यहाँबाट त्यहाँसम्म त फकाउने, यति नफकाएर त। मैले फकाउने कि के? त अब त तपाईँले फकाउने हो, भाइले त ल्याइसक्यो नि। मेरो सोच भन्नु न, फकाउनु न। ल ल ल हामी पछि फेरि भेट्छौँ होइन। अब आइज ल। ओ यो भाइको दुईजनासँग जस्तै भयो नि त है। बाई बाई सबजनालाई, बाई 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 बाई। भाइ चाहिँ के अरे च्यानलको नाम? गुड। एक हप्ता पछि आउँछ है, एडिट गर्न टाइम लाग्छ कि। अगाडि तपाईँले डोर्याउनु बर्बाद भयो। भाउजूको बाटो छोड्दै पनि भाउजूले भने सबैलाई पुग्ने नभइ नछोड है, नछोड। बाहिर जानु किन परेर अहिले अहिले यहाँभित्र अन्केर जाने हो कि बाहिर किन जानु परेर? त नि उहाँ हतारमा त फुल लाउनु जाने अरे। नआउने नआउने कुरो भित्र पसिहाल्यो त हामीभित्र आमा सामार गरेन। त्यही हातले यतापट्टि लगाइदिने हो। बाबु अनि अथवा यता ल्याएर लगाइदिने हो। यो अब भयो भने
उता भित्र छ क्या बसेको ठाउँमा फोटो सेटहरू
पनि जाने रहेछ त ए ब्लुटुथ अफ भयो त स्याङ्जा राम्रो पुतली बजारले तिमीलाई राम्रो मन परे कि स्याङ्जाली मायाको भरला छैन अलि पुतली बजारले तिमीलाई राम्रो मन छ यो नजरले मन परे कि डल्ली स्याङ्जाली मायाको भरला छैन अलि स्याङ्जाली मायाको भरला छैन अलि भिडियो बनाउँदैछु समाप्त म नाच्छु गरौँ भिडियो है बनाएर उनीहरू ठिक क्लियर आउँदैन सदा